केही आफ्नाहरू छन् जो पराई भन्दा पनि पर छन्, केही पराईहरू छन् जो आत्मा भन्दा पनि नजिक छन्। यो नाता साइनो सम्बन्ध खै कसरी बुझौँ? एउटै सिरानीमा निदाएको मान्छे पनि कहिलेकाहीँ सबैभन्दा टाढाको पराई जस्तो लाग्दो रहेछ। अनि कहिलेकाहीँ को नै हो र भनेर भनेको मान्छे पनि कोही त हो जस्तो लाग्दो रहेछ। केही सम्बन्धहरू नाम मात्रका अनि केही सम्बन्धहरू नाम बिनाका। तर यो आफन्त पराई खोज्ने दौडमा मैले बुझेको कुरा यति मात्रै हो, जसले परेको बेलामा साथ दियो, जसले हात थाम्यो, त्यो नै आफन्त, त्यो नै आफ्नो। जसले कहिल्यै आफ्नो हो भनेर सम्झिनसम्म जरुरी ठानेन, त्यो नै पराई। जो मान्छे बाँचुन्जेल काम लागेन, त्यो मान्छे म मरेपछि काम लाग्छ भनेर मैले किन आश राख्ने? म नै नरहेपछि, म नै मरिसकेपछि त्यो मान्छे मेरो लागि के का निम्ति? त्यसैले म सरल तरिकामा बुझ्छु आफन्त र पराईलाई। जसले आफ्नोपनको आभास दिलाइरह्यो, त्यो नै मेरो आफन्त हो। जसले कहिले आफ्नो हो भन्न जरुरी ठानेन, सम्झिन जरुरी ठानेन, त्यो नै पराई हो मेरो लागि चाहिँ। धेरै माया।